नमस्ते मित्रहरू। यो घरको झ्यालमा हामीले लगाएको यो कालो सिसा यस्तोले यी चराचुरुङ्गीहरूलाई चाहिँ धेरै असर गर्दो रहेछ। आज यो चरा बिचरा के सम्झ्यो त्यहाँबाट भुर्र आएर उडेर यो सिसामा ठोकिएर अहिले घाइते भएको अवस्था छ। आकाश देख्यो होला नि, उता पनि खुल्ला रहेछ भनेर आयो होला बिचरा। यसरी ठोकिँदो रहेछ यो कालो सिसा। यो प्राणी मैत्री वातावरण मैत्री चाहिँ हुँदैन के हो जस्तो लाग्यो। यो चरो लगभग 1 घन्टा जति भयो बिचरा घाइते भएको छ, उड्न सकिरहेको छैन। बाङ्गै ठोकिएर होइन के चरा हो पनि बिचरा निकै डराएको छ, घाइते भएको छ, तर निकै शिथिल अवस्थामा जस्तो देखिन्छ। यसको पखेटा वा खुट्टा केमा असर गरेको छ भने ओके यसरी पखेटा फिजाउँदैछ। कता अहिले चोट लाग्छ बिचरा, अहिले भेटे बिरालाले भने खाइदिन्छ। यो कति राम्रो हेर्नु त, प्रकृतिले यहाँ सिन्दुर लगाए जस्तो यहाँ रातो पारेको छ हरिया पखेटा। कति मासुम किसिमको अनुहार छ। बिचरा आफ्नो परिवार कहाँ होला है। गमलामा पानी लाउँदै थिएँ है, भुर्र उडेर आएर भुवाका हान्दा त कसले के लाग्यो भन्छु नि। कस्तरी ऐनामा लगाएर पाक्राक्कै लड्यो भने अहिले मसँगै बस्ने भन्दैछ है। म हजुरसँग चुप्प लागेको थियो, मसँग धेरै उत्ताउलियो। प्यारोट हो कि के हो तिमी भन त? तिम्रो बाबामा कहाँ छन्? सन्च भएपछि उडेर जाऊ ल, अहिले एकछिन नजाऊ। कतिले हाम्रो कति प्यार हो। कति माम खान दिन्छु, पानी दिन्छु, अनि माया गर्छु, बोलेर जाऊ है।